Hello everyone, welcome back to my channel and happy Dasai to everybody. 2082 सालको बडा दशैंको सम्पूर्णमा हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु नेपालमा रहने र विदेशमा रहनु भएको सम्पूर्ण नेपाली जनमा सो अब दशैं आउँछ भन्दा भन्दै दशैं पनि आइहाल्यो हैन एन्ड अब अहिले चाहिँ टीका चाहिँ 11:53 रहेको छ एन्ड त्यही त हो नि बिहानदेखि किचनमा छ घुसेको छ यो गरेछ सो kitchen stuff is always there, होइन अनि त्यो भएर चाहिँ we really have a limited time to get ready for a टिका होइन अनि त्यो भएर चाहिँ हामी चाहिँ let's just get ready for a टिका सो दसैँ भन्ने बित्तिकै चाहिँ मलाई के याद आउँछ भन्दाखेरि चाहिँ बच्चामा चाहिँ ओहो अब चाहिँ हामीले दक्षिणा पाउने भयो भन्ने एक्साइटमेन्ट के मोस्ट अफ द टाइम अभियसली अब दसैँले त सिम्बलाइज गर्छ नि त अब मिठो खाने डेलिसियस फुडहरू होइन नयाँ कपडा फ्यामिली ग्यादरिङ त छँदैछ तर कति महत्त्व हुने कि त्यो दक्षिणाको होइन
भयो दसैँको टिका भ्याइयो होइन घरको टिका दसैँ रमाइलो भयो अहिलेको घरमा हामी कहाँ जानलाको अब फुपू घर जानला फुपू घर टिका लाउने अनि आउने हाई कस्तो राम्रो बेर्नाहरू गराउनु भएको रहेछ होइन हजारीहरूको कस्तो राम्रो फुल के हुँदैछ आशीर्वाद ह्याप्पी दसैँ खुबै आफ्नो तालमा मोबाइल चलाउने यता फेरि आफ्नै तालमा हामीहरू वेट खै बाबु कति हो तेरो छिटो गर भएन फेरि गर त फेरि गर 90.9 ए भगवान् के भन्नु छ हजुरलाई यता हेर यता हेर के भन्नु छ हजुरलाई म 2 महिना हो 2 महिनामा कम गर्छु 2 महिनामा कम गर्नु पर्यो अनि तेरो कति छ र खै सानोको है 69.2 ठिकै छ तेरो सकेसम्म 65 सम्म आयो म कति छ हेर्न 90 57 57.9 अहिले त यो दसैँले गर्दा खाएर भएको नत्र म 55 सम्म छु दसैँपछि सबै कुराहरू मनमा पुगेको घरहरू शान्ति पनि सक्छौँ गहिरी पाऊँ भन्ने हो भनेपछि काशी दुश्मन पनि तल जाओस् आफ्नो भनेको कुरा भुल्दै जाओस् भोट परेर सबै समय लाग्दा सबै केही पनि नलागोस् दुश्मनहरू एकातिर जाओस् आफ्नो भनेको कुरा हुँदै जाओस् खुसी लाग्छ सबै आफ्ना इष्टमित्रहरू राम्रो प्रगति गरेको उन्नति गरेको राम्रो अघि जाओस् तपाईँहरूको राम्रो गरेको छोरी भयो कि राम्रो उन्नति गरेको त्यस्तो र राम्रो छोरीहरूमा तिमीले प्रथम हो अब तिमीले सबै कुरा राम्रो गरेको छ यो सन्तान भएको इच्छा राम्रो गरेको छ अब अब फर्दर अगाडि पनि त्यसको फर्दर उज्जवल नै देखिन्छ राम्रो छ राम्रो गर्नु उन्नति गर्नु
सबै कुरा सफल हुँदै जाओस्, उन्नति हुँदै जाओस्, राम्रो गर्दै जानु, अगाडि बढ्दै जानु। मान्छेले के भन्छन्, कहिलेकाहीँ दुःख पाएको त्यो दुःखमा पनि हरेस नखानु। जिन्दगी भन्ने कुराको कहिलेको उतार चढाव पनि हुन्छ, त्यसमा आत्तिनु हुँदैन है। शुभकामना छ यो आफैको है। सफार्नु अब बाधा अर्चनहरूलाई हटाउँदै अगाडि बढ्नु अनि पछि सबै यो सबै दिदी भएपछि कति भाग्यमानी भइन्छ। भाइहरूले भाडा खोज्छन्। फाइनली दसैँ भइयो। हामी अब फुपूको घरदेखि भित्र घर जाँदैछौँ। फुपूको घरदेखि घर फर्किन लाग्यो। हेलो, हामीहरू अब दसैँ सकेर घरको खाएर पनि हामी अब बाहिरको खान निस्किँदैछौँ। कोलपुरको दसैँको माहौल कस्तो सुनसान छ है। भिजेकै छैन, कहाँ भिज्नु, पानीले मलाई छोएर मात्र गएको छ। लिटरली म पुरा भिजिसकेँ। हाम्रो जाने है तिमीहरू जाँदै गरे ठिक जाने त्यहाँ गरे 5 घन्टा उयो तल पानी
पानीपुरी खानु पानीपुरी खानु ठाउँ आयो दादाहरूलाई कुर्ने होला त पानीपुरी खाने मान्छे अड्याएर आज हेलमेट लगाएर टाउको बचाउनु मलाई नदेखा है तैँले अब टिकाभरि गयो जान्नु गइसक्यो के हुन्न क्या तेरो गयो के त्यही भएर त्यही देखा त्यही त अहिले अन्त ल राइडर प्रो राइडर पानीपुरी प्रो राइडर बाइक चलाएर आएको मान्छे यस मैले म चाहिँ प्यासेन्जर बाइकमा पछाडि बस्ने पठाएको पछाडि पठाऊ दिदी ए दाइ ए दाइ म यस्तो देखेँ राम्रो देखिनु म यो चाहिँ जुगाडहरू पानीको त बस्छ त्यसमा अस्ति भर्खर बिरामीहरू उठेको नि त दिमाग सिएको दिमाग सिएको दिमाग यसले यत्रो राखेको छ होइन त्यही पनि भिजे भन्छ म यस्तो यहाँ त यस्तो छ इस हाम्रो पानीपुरी आयो पानीपुरीको पानी आयो र खा फर्स्ट खानु त कस्तो छ त खा भने खाइस् मलाई खुवाउनु पर्ने हो नि तैँले होइन फर्स्टमा तर खायो के ले खा भनेको त हाम्रो राइडरहरू आउनुभयो हाम्रो राइडर एउटा सानो राइडर अर्को ठुलो राइडर हामीले केही पनि खाएर बसेको छैनौँ हजुर केही पनि खाएको छैनौँ होइन अनि हामीले केही खाएको पनि छैनौँ ती बेला पहिला दुई खाम हामीले अघि नै वेट गर्दाखेरि खाइसकेको एक प्लेट तर मैले फेस बिर्सेछु सिमन अझै अगाडि भन्नु कस्तो छ सानो बिन्दास मस्त अब हामी फर्किँदैछौँ ब्याक टु होम चटपटी खाइसकेपछि अहिले चाहिँ पानी एकदमै रोकेको छ अघि त्यस्तो पानी पऱ्यो थियो नि त्यहाँ कस्तो राम्रो रहेछ त्यहाँ माथि हामी मेन चोकमा आयौँ आजको दसैँ चाहिँ भ्याइयो अनि हाम्रो प्रोग्रामहरू चाहिँ एकदमै रमाइलो भयो सबैसँग भेट भयो अनि हामी घुम्यौँ पनि पानीपुरी पनि खायौँ के गऱ्यौँ र यसरी नै हाम्रो दसैँ मनायौँ र भ्याइयो पनि सो ह्याप्पी दसैँ टु एभ्रीबडी राम्रोसँग मनाउनु होला हुन त टिका 5 दिनसम्म चल्छ के अरे टाढा जानेलाई सो राम्रोसँग मनाउनु होला बी सेफ थ्याङ्क यू बाई बाई भन्दै बाई 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 आजको भलो हामी यहीँबाट अन्त्य गर्छौँ